काबगी कर्णाली बेला धान गाउँ बाली सुकाई। हामी से फोक्सुन्डो हुँदै कागमारा, जहाँ अत्याधिक चिसोका कारण काग समेत मरेको हुँदा नाम नै कागमारा रहेको पास हुँदै रारा जाने लक्ष्यका साथ अक्टोबर 2 अर्थात् टीकाको दिन बेलुका काठमाडौँमा भेट भई बटालियन यातायात बुक गर्यौं। अक्टोबर 3 बाट हाम्रो यात्रा प्रारम्भ भयो। हामीले राति नै सामान प्याक गरिसकेका थियौं र हामी बिहान 10 बजेतिर माछापोखरीतिर लाग्यौं। अब हामी चाहिँ यहाँ माछापोखरीबाट निस्क्यौँ। अहिले स्टेबी घडीमा कति बजे छ? 11:41। यहाँबाट हामी अगाडि बढ्यो है त। हामी मोगलिन, पोखरा, कुस्मा, बुर्तिबाङ हुँदै रुकुम पूर्वको काक्री भन्ने ठाउँसम्म पुग्यौं र त्यहाँ उता पहिरोले बाटो अवरोध गरेको हुँदा हामी काक्री भन्ने बजारमै चिया खाएर बिहानसम्मै बस्यौं। बिहान पहिरो खुलेसँगै यात्रामा लागेको अल्पविराम पनि हट्यो र हामी क्रमशः अगाडि बढ्दै गयौं। रुकुमकोट कमलदह हुँदै हामी डाँडा कुहिरोको लुकामारी हेर्दै पुग्यौं दुई भेरीको मिलनबिन्दु रिगम जाजरकोटमा। हामी त्यहाँ खाना खाई फोटो खिची फेरि लाग्यौं डोल्पातिर। खाना खाएपछिको केटाहरूको निन्द्रा भने हेर्न लायक नै थियो। बाटोमा फोटो खिच्दै भिडियो बनाउँदै साँझको 6 बजेतिर सुलीगढमा पुग्यौं र निकुञ्ज। यही हो, अब हामी ठुलो भेरी कटेर हामी स्टार्ट गर्दैछौँ झोलुङ्गे पुलबाट। झोलुङ्गे पुलबाट 4-5 मिनट हिँडेर हामी यही भित्र बास बस्यौं। गुड मर्निङ फ्रम सुलीगढ। हामी चाहिँ अब यात्रा तयारीमा थियौँ र हिँडी पनि सक्यौँ। अब खोलाको भ्यू हेर्दै हेर्दै चट्टसँग मस्त हामी हिँडिरहेछौँ। यी केटाहरू छन् मस्तसँग, आगे कोही पछि होइन। ल केही छ के हेर्नु अब रमाइलो छैन सुरु नाटेछन्। ल हाम्रो भाइले पनि केही बोल्छ। हेलो, अब हामी सुलीगढ आइसक्यौँ। अब कति छ? 2 घन्टापछि हाम्रो स्टेसन। नेक्स्ट के छ गाडी? हेलो गाइज, ल यो चाहिँ मेरो फर्स्ट होइन, फर्स्टमा यस्तो खतरा हानिदिरहेको छु मैले। कति एक्साइटेड, कति एक्सपेक्टेसन छ। फोक्सुन्डोतिर यात्रा गरिरहेछौँ। यहाँ हेर्नुहोस् पानी मस्तसँग बगिरहेछ, यात्रा जारी छ। अब आज हामी बेलुकासम्म से फोक्सुन्डो पुग्छौँ जस्तो लागिरहेछ। हेर्दै जाउँ के हुन्छ। भ्यूलाई हेर्नुहोस्। त्यस्तो पहाड चट्टान छन् होइन। माथि ट्रेकिङ सुरु भएको पहिलो दिनमा एकैछिनमा यो काठको पुल भेटिने हुँदा यसमा फोटो भिडियो बनाउनेहरूको लाइन भेटिन्छ। तर पछि बाटोभरि काठको पुल देखिने हुँदा भिडियो बनाउनेको लाइन पनि क्रमशः घट्दै जान्छ। बाटोमा मौसमले हामीलाई ताज पहिर्याइदियो। मौसम मजाले खुल्यो। फोटो खिच्दै भिडियो बनाउँदै हामी रमाइलो मान्दै अगाडि बढ्यौँ। बाटोमा हामीले खच्चरहरू देख्यौँ, विभिन्न स्वागत गेटहरू भेट्यौँ। सिग्नलहरूलाई पछ्याउँदै हामी क्रमशः सेफोक्सुन्डोतिर लाग्यौँ। हामी सेफोक्सुन्डो गाउँपालिका
मा आइपुग्यौँ अहिले। यहाँ यसरी राखेर टक्क टुरिस्टको लागि यतिको बोर्ड पनि वेलकम छ सबैजनालाई। अब हामी साङटास कट्यौँ अहिलेलाई। अब फोक्सुन्डो जाने। अहिले हामी 2681 मिटर बस्ने पनि बनाइरहेछ। छोटो हजुरहरू बसेर टक्क रिल्याक्स गर्न सक्नुहुन्छ। हामी चाहिँ बसेर के खाँदै हो दाजु? अब हामी खाना खानको लागि करिब 11:30 बजेतिर चेप्का पुग्यौँ र त्यहाँ खाना खायौँ र त्यहाँको स्याउ बगैँचा पनि हेऱ्यौँ। स्याउ खान आँट्दैछौँ। अब दाइले यहाँ टिप्दिँदै हुनुहुन्छ। लोकल स्याउ होइन, बोटमै फलेको पाकेको एकदम ताजा ताजा स्याउ पाउँदो रहेछ। यो चाहिँ हजुरहरूले पनि चाख्नै पर्ने हुन्छ सबैजनाले। स्याउ खाँदै फोक्सुन्डो नदीको किनारै किनार हामी लाग्यौँ से फोक्सुन्डोतिर। हामी चाहिँ मस्तसँग यस्तो पहिरोको बाटो आइरहेछौँ। भाइहरू पछि पछि छन्। मजा पो छ जिन्दगी। अहिले चाहिँ हामी ठ्याक्क सैजोल भन्ने ठाउँमा आइपुग्यौँ होइन। यहाँ चाहिँ आएर यति राम्रो छ दाइको होटेल, गुरुङ दाइको होटेल छ। एकदम राम्रो एम्बिसन पनि खतरा छ। यहाँ चट्टो जाडो भएर यसरी ढक्क खाँदैछ हामी। दाइ सबजनाले थकित होइन त? विराज के छ? ल हामी हिजो नै से फोक्सुन्डो पुग्ने गरी हिँडेका थियौँ, तर हामी बाटोमा आउँदा आउँदै रात पर्यो। त्यसै भएर सैजलमै बस्यौँ र बिहान हामी सैजलमा ब्रेकफास्ट गरेर हामी लाग्यौँ से फोक्सुन्डोतिर। हामीले बाटोमा भिडियोहरू बनाउँदै फोटो खिच्दै बिस्तारै बिस्तारै हामी अगाडि बढ्यौँ। धान गहुँ बाली सुकाएका बगे कर्णाली बेला धान गहुँ बाली सुकाई यो मनलाई न। हाम्रो फोटो भिडियोको यात्रा भने रोकिनेवाला थिएन। क्यामेराको मेमोरीले थ्याक्ने जति हामीले फोटो खिच्दै खिच्दै अगाडि बढ्यौँ। सैजलबाट हामी 2 घन्टामै सुलीगढ झरना पुग्यौँ। झरना देख्ने बित्तिकै हामी टक्क अडियौँ। थकान उडेर गयो। आँखाले शीतलता देख्यो, मनले शान्ति भेटायो। हामी त्यसैमा रमायौँ। झरनाबाट करिब 1 घन्टा हिँडेपछि हामी आइपुग्यौँ नेपालकै सुन्दर गाउँ रिग्मो गाउँ, जहाँ थियो नेपालकै सबैभन्दा गहिरो ताल से फोक्सुन्डो। से फोक्सुन्डो देख्ने बित्तिकै हाम्रो यात्रा अवधिभरको थकान हरायो। हामी से फोक्सुन्डोको नीलो रङमै हरायौँ। हामी से फोक्सुन्डोलाई चारैतिरबाट हेर्दै फोटो भिडियो खिच्दै मस्त रमाइरह्यौँ। धान गहुँ बाली सुकाएका बगे कर्णाली बेला धान गहुँ।
हामी आफूले बोकेको झोला होटेलमै बिसाई खाना खाई भ्यू पोइन्टतिर लाग्यौँ। जब हामी माथि माथि चढ्न थाल्यौँ फोक्सुन्डोको आकार पनि बढ्दै बढ्दै गयो। आकार बढेसँगै फोक्सुन्डोले आफ्नो रूप पनि परिवर्तन गर्दै गर्दै लग्यो। थर्ड भ्यू पोइन्टबाट देखिने यो दृश्यमा मलाई झन्डा समाउन हम्मे परेको थियो। मान्छे नै उडाउने बतास बेसरी लागेको थियो। बाल छैन यो परे हामी भ्यू पोइन्टबाट फर्कने बेलामा यो बहिनीको खाजा घरमा चिया मोमो खाजा खाई आफ्नो होटलतर्फ लाग्यौँ। भण्डारी परी माया जलपुलचुमा झिमझिम सानो नझिम्काउ परेली भुटुकै हुन्छुमा तलानी झारी छन् तलानी झारी छन् नसरै चिम भण्डारी परी छन् माया जलपुलचुमा झिमझिम सानो नझिम्काउ परेली भुटुकै हुन्छुमा भनेपछि होइन कस्तो भएर भन्ने कुरा यो चाहिँ हामी बसेको होटल बाहिरबाट देखिने दृश्य हो, जुन चाहिँ अत्यन्तै सुन्दर थियो। हामी बिहान चिया खाएर लाग्यौँ रिङ्गो गुम्बातिर, जहाँबाट फोक्सुन्डो ताल र हिमालको सुन्दर दृश्य देखिन्थ्यो, जसको हामीले भरपुर फाइदा उठायौँ। हामी गुम्बा घुमेर फेरि झरनाको बाटो हुँदै फर्क्यौँ सैजौलतिर। होटेलका तेजेन्द्र दाईले पहिलादेखि नै कागमारा पास कसरी गर्ने भन्ने सल्लाह दिनुभएको थियो। त्यसका लागि पुङ्मो गाउँमा सहजीकरण पनि गर्नुभएको थियो। तर उहाँका एक स्टाफले अहिले कागमारामा अत्याधिक हिमपात भएको हुँदा पास गर्न कठिन भएकोले नजान सुझाव दिनुभयो र हाम्रो प्लानमा ट्विस्ट आयो। त्यसपछि अब हामी कागमारा पास नगरेर बलङ्ग्रा पास गर्ने भन्ने निर्णय गरी चरियो चेक्पातिर, जहाँ हामी पहिला खाना खाएका थियौँ। हामी चेप्काबाट बिहानै 6 बजे निक्ली झऱ्यौँ सुलीगढतर्फ। सुलीगढबाट हामी निकुञ्जलाई बाई बाई गर्दै तल हाइवेमा निक्ली एउटा जिप रिजर्भ गरी लाग्यौँ त्रिपुरा कोटतर्फ। त्रिपुरा कोट पुगेपछि हामीलाई त्रिपुरा सुन्दरी मन्दिर दर्शन गर्ने इच्छा भयो र हामी त्यही जिप लिएर त्रिपुरा सुन्दरी मन्दिर दर्शन गर्न अगाडि बढ्यौँ र हामी त्यही जिप लिएर कादरी पुल पनि जाने निर्णय गर्यौँ।
कादोरी पुल भन्ने ठाउँमा आइपुग्यौँ। रारा निस्किनेछौँ। गाडीको यात्रा 2 घन्टाको थियो सुलीगढबाट। 2 होइन 2.5 घन्टा। हेरौँ यहाँबाट कति टाइम लाग्छ। अहिले 1:31 गयो दिउँसोको। ठिक छ गाइज, ठिक छ ल। अब यस्तो गाह्रै छ, ठिकै मान्नुपर्ने छ। अब यात्रा हामीले रोक्नुहुन्न, जहाँ जाने प्लान गरेर त्यहाँ जानै पर्छ। रारा हामी पुग्ने छौँ भनेर हिँड्यौँ र अहिले यहाँ आइपुगेछौँ हामी। कहाँनिर यो थाहा छैन। यो नेरी अब यहाँ बाटो अब यताबाट जाने हो कि पारिबाट जाने हो कि वारीबाटै जाने हो कि पारी 2टा बाटो छन्। कता जाने के थाहा छैन। ड्राइभर पनि नयाँ रहेछ, ल्याएर छोडिदियो। यहाँ ल्याएर छोडिदियो पुलमा। त्यसपछि 3टा बाटो छ। अब हेरौँ कतिखेर पुगिन्छ। 1:30 बजे अहिले। अब हेरौँ कति बेलासम्म। नो म्याप, नो होटेल, नो नेक्स्ट डेस्टिनेसन। नेटवर्क पनि केही पनि छैन हाम्रो फोन गर्नलाई पनि छैन। यस्तो छ। अब हेरौँ, लेट्स सी। अहिले हामी डोल्पाको कादरी पुलनिर छौँ। कागमारा पास गर्न हिँडेका हामी मौसम प्रतिकूल भएसँगै हामी हाम्रो आइटिनरी चेन्ज गरी डोल्पाको बनतडीमा रहेको बालाङ्ग्रा पास गर्दैछौँ। यो हाम्रो लागि तुलनात्मक रूपमा सहज भए पनि यसमा पनि थ्रिल पक्कै होला नै। हामीले पछ्यायौँ सबैभन्दा ठुलो बाटो र हिँड्यौँ बिस्तारै बिस्तारै। बाटोमा मान्छेभन्दा बढी घोडा, च्याङ्ग्रा, खच्चरहरू देख्यौँ जुन फुक्कै आफ्नै सुरमा रमाइरहेका थिए। हामी लगभग 2 घन्टा हिँडेपछि हामीले चिया खाने ठाउँ भेट्यौँ। चिया पियौँ र यात्रालाई अगाडि बढायौँ। बिस्तारै पानी पर्न थाल्यो। पानी परेपछि हामीले ब्यागको रेनकोट निकाल्यौँ। रेनकोटले हाम्रो शरीर पुरै ढाकेन। पानी हाम्रो लागेको लुगामा पनि भिज्न थाल्यो। तर हामीले यात्रा अगाडि बढाइरह्यौँ। बाटोमा हिमाल देख्यौँ, कुहिरो, पहाडको रमाइलो दृश्य हेर्दै अगाडि बढ्यौँ। एकैछिनपछि साँझ पर्न थाल्यो तर हाम्रो गन्तव्य पनि अझै आइसकेको थिएन। काशी आउ गरे काशी। बनतडी पुग्ने बेला हामीले अचम्मको दृश्य देख्यौँ। जङ्गलको बीचमा सिमसिम पानी परिरहेको ठाउँमा आगो बलिरहेको थियो। अँध्यारो भएकोले त्यहाँ वरपर के थियो हामीले प्रष्ट देखेनौँ। हामीले सोच्यौँ त्यो होटेल होला, हाम्रो बस्ने ठाउँ नजिकै आयो भने हामी खुसी भयौँ। तर पछि होटेलमा गएर बुझ्दा त त्यहाँ कोही पनि बस्दैन र आगो पनि बालेको छैन भन्नुभयो। तर हामीले प्रष्टसँग आगो बलेको देखेका थियौँ। हामी त्यो आगोको प्रवाह नगरी आफ्नो यात्रा अगाडि बढाइरह्यौँ किनकि हामीलाई त्यो आगो के थियो स्पष्ट थिएनौँ। हामीले एकैछिनपछि एउटा सानो घरबाट बत्ती बलेको जस्तो लाग्यो र हामीले बासको लागि अनुरोध गऱ्यौँ। उहाँले हाम्रो अनुरोध स्वीकार गर्नुभयो र हामीलाई खाना पकाउनु भयो र हामी त्यहीँ रमाइलो गर्दै आफ्नो भिजेका लुगा सुकाउँदै बस्यौँ। यो हामी यो के रे प्रदर्शन यसको नाम? यो चाहिँ भुट्टो। यसले चाहिँ टक्क आगो फुक्ने काम गर्छ। यो चाहिँ हिमाली भेगमा मात्र पाइन्छ फेरि, अन्त चाहिँ हुँदैन रहेछ। यहाँ ल कस्तो पानी के रे आगो फेदा होला त। ल आगो फाल्ने होइन, कस्तो आगो फेदा होला त, पानी नै उम्लिने एकैचोटि पकाउँदैछ हामी ल। भयो ल्यान्डस्केपमा भयो मेरो। हामी बसेको होटल त यति राम्रो पो रहेछ। चारैतिर हिमाल, आकाश खुल्ला, पहाड, लेक, चौरीहरू, भेडाहरू। राति हामीले केही देखेनौँ
तर उज्यालो भएसँगै हामी अर्कै दुनियाँमा छौँ जस्तो लाग्यो। यही थियो मेन बालाङ्ग्रा पास अर्थात् बन्ताडी। हामी यहाँ ब्रेकफास्ट गरेर झऱ्यौँ गाडी पाउने ठाउँ काईगाउँतिर। काईगाउँ कति लाग्छ टाढा, कति छ भन्ने हामीलाई थाहा थिएन, तैपनि हामीले बाटोलाई विश्वास गऱ्यौँ र अगाडि बढिरह्यौँ। दाइ हामी कहाँ आइपुग्यौँ हो र? अब हामी यहाँबाट कहाँ पुग्छौँ भनिदिनु पर्यो तपाईँले। यहाँ माग्यो त सिन त बवाल देखाएको थियो यहाँबाट त, दामी भ्यू आइरह ल। एक हप्तादेखिको बिरु चाहिँ यहाँ आइ, यही हो बिरु भन्छ टन। क्या बवाल देखायो यहाँबाट यार, फुल खुल्या बेला है। धानगाउँ बाली सुकाएका बगी कर्णाली बेला, धानगाउँ बाली सुकाई यो मनलाई नदुखाई। फाइनल्ली हामी चाहिँ हिजो 1:25मा हिँडेपछिबाट लोकेसन केही थाहा नभइसकेपछि हिँडेका थियौँ। अहिले काईगाउँ भन्ने ठाउँमा आइपुग्यो। लगभग 23 घन्टापछि। बिचमा एउटा सानो छाप्रो जस्तोमा सुत्न पाएको थियो। यो चाहिँ काईगाउँ भनेको यही हो। यहाँबाट हामी प्रष्ट देख्न सक्छौँ यता खोलाहरू र यता माथि अर्को गाउँ पनि रहेछ। हामी चाहिँ यही पुरा यो डाँडो सबै छिचोलेर तलसम्म आइपुगेको थियो हैन। काईगाउँ पुगेर हामीले थकान मेट्यौँ, खाना खायौँ, आराम गऱ्यौँ र जिप खोज्न लाग्यौँ। जिप त बिहान मात्र लाग्ने रहेछ। 9 बजे अघि नै जिप जाने हुँदा हामीले जिप पाएनौँ र हामी तास खेलेर रमाइलो गर्दै बस्यौँ र भोलि मात्रै हामी जुम्ला जाने भयौँ। त के खाँदै हुनुहुन्छ अरे? हामी त भोटे चिया मस्तसँग खाइरहेछौँ। हामी काईगाउँमा चिया खाजा खाएर बाटोमा भेटिनु भएका भरत दाईले दिनुभएको नम्बर ड्राइभर धर्मराज दाईलाई फोन गरी माझगाउँतर्फ लाग्यौँ, जहाँ धर्मराज दाईले हामीलाई कुरिरहनु भएको थियो जिप लिएर। हामी जगदुल्ला गाउँपालिका नजिकबाट जिप चढेर बिस्तारै अगाडि बढ्यौँ मौरे लेकतर्फ, जहाँ हामीले बाटोमा फोटो भिडियो बनाउँदै गयौँ। अगाडि जाँदा त मोबाइल त तल के खोइ त त्यो कहाँ गयो? लुकेर बसेको यो इमाल, लुकाउन नसकेको यो इमाल, चुचुरो नै चुचुरो भइरहेको यो ठाउँ। 4200 को हाइटमा मस्त घुमिरहेछौँ। भ्यूहरू यस्तो देखिरहेछ। वरिपरि हिमाल, चिसो हावा।
खान्छ बजारको काउली ए जसले सक्छ उसले खान्छ बजारको काउली ए भाग्य भए उनकी छोरी हामीसँग आउली ए भाग्य भए उनकी छोरी हामीसँग आउली ए कलियुगको बेलैमा जोसमा हुन हो ए उनकै छोरी तरुनी मणिसागु जुम्लाको मणिसागु गाउँ घुम्दा घुम्दै हामी हाम्रो पुर्खाको वासस्थान जुम्ला पुग्यौँ प्याकुरीबाट। यो त अत्यन्तै राम्रो ठाउँ रहेछ, मजाको भ्याली, माथि पहाड अनि घरहरू साह्रै राम्रो लाग्यो। हामी प्याकुरीबाट हुँदै जुम्ला बजार पुग्यौँ। जुम्ला बजार पुगेपछि हामी होटलमा ब्याग राखेर जुम्ला बजार घुम्न निक्ल्यौँ। बजारमा हामीले चिया खायौँ अनि त्यसपछि हामीले सनसेट भ्यू हेऱ्यौँ, च्याङ्ग्राहरू हेऱ्यौँ। अनि त्यसपछि हामी लाग्यौँ पवित्र धार्मिक स्थल चन्दननाथतर्फ। चन्दननाथ मन्दिर चाहिँ दत्तात्रेयको मन्दिर रहेछ। चन्दननाथले स्थापना गर्नुभएको हुँदा चन्दननाथ मन्दिर भनिएको रहेछ। यहाँ साइडमा भैरवको पनि मन्दिर रहेछ। अनि ब्रह्मा विष्णु महेश्वर एकै रूप हुँदा टेकेको पाइला चाहिँ यहाँ रहेछ र यो पाइला चाहिँ बिहान 4 बजी मात्र दर्शन गर्न मिल्ने रहेछ र त्यो टाइममा मात्र खुल्ने रहेछ। बाँकी टाइममा रातो कपडाले त्यहाँमाथि चामल राखेर छोपेर राखिने रहेछ। हामी त्यो थाहा पाएर भोलिपल्ट बिहानै दर्शन गर्न पुगेका थियौँ। यो अत्यन्तै त्यहाँ पुगेपछि हामीलाई अत्यन्तै आनन्द महसुस भएको थियो। हामी चन्दननाथ मन्दिर बिहान 4 बजे दर्शन गरेर उज्यालो भएपछि रारा जानको लागि तयारी भयौँ र अबको सुरु हुन्छ हाम्रो रारा यात्रा। अहिले हामी जुम्लाको चन्दननाथ मन्दिरमा छौँ। केही बेरमा हामी अब रारातर्फ लाग्दैछौँ। हामी बिहान 7 बजे रारातर्फ लाग्यौँ। हामीलाई लिन जीप हाम्रो होटलमै आएछ। हामी जीपसँगै अगाडि बढ्दै गयौँ। खाना खानको लागि जुम्लाको सिन्जा भ्यालीमा रहेको रोयल सिन्जा होटलमा बस्यौँ, जहाँ हामीले स्वादिष्ट मार्सी चामलको खाना खायौँ।
मार्सी चामलको रियाक्सन 2 मिनेटमा देखिन थाल्यो। नपत्याए तपाईहरू पनि हेर्नुहोस्। जीप लिएर सल्लेरी भन्दा माथिसम्मै पुग्यौँ। जीपबाट झर्ने बित्तिकै ठुलो चौर देख्यौँ। चौरमा रमायौँ, फोटो खिच्यौँ। त्यसपछि हामी अझै हिँड्यौँ र हामी पुग्यौँ स्वर्ग राराताल। रारा साँच्चै नै स्वर्गको टुक्रा जस्तै रहेछ। हामी रारामै रमायौँ, रारामै घुम्यौँ, रारामै खेल्यौँ। रारा हामीलाई स्वागत गर्न निकै नै आतुर देखिन्थ्यो। राराले आफ्नो रङ आकाशसँग मिसायो, हिमाललाई हँसायो र साँझलाई जिस्कायो। हामी त्यसमै लट्ठ भयौँ। हामीले बस्नको लागि न्यानो टेन्ट पायौँ। राति आगो ताप्यौँ, खाना खायौँ, फोटो खिचायौँ, फेरि सुत्यौँ। आउँछु कि पस्न भिडियो बन्दै नहोइन है अगाडिबाट। मुगु राम्रा रारा ताल, मुगु राम्रा रारा ताल, कालीकोटका चुली मुगु राम्रा रारा ताल। हाम्रा गाउँ के बैकेनिका, हाम्रा गाउँ के बैकेनिका, नाक राम्रा फुली। हामी बिहान चाँडै उठ्यौँ, रारालाई चारैतिरबाट हेऱ्यौँ, रारामा सूर्य उदाएको हेऱ्यौँ। रारा हेर्ने रहर अझै पुरा नभएको हुँदा हामी रारामा बोटिङ गर्ने निर्णय गऱ्यौँ र राराबाट वारीदेखि पारीसम्म बोटमा सरर मजाले आनन्द लियौँ। वाह, हामी दाइ चाहिँ चट्टै मनाउँदै हुनुहुन्छ होइन। रकेट स्पिड लगिरहेको छ होइन। फोटो भिडियो बनाउनु न, हाम्रो मोबाइल राम्रो छैन। अहिले म माग्छु हजुरहरूसँग। छेउमै छ आइफोन वाला उतै छेउमै छ। को को हुनुहुन्छ? उ आइफोन वाला उतै छ छेउमै। रातो चामल खाइदिउँला, झिल्के टोपी लगाइदिउँला, पर्यो माया जालैमा रारा तालैमा। मुगु राम्रा रारा ताल, मुगु राम्रा रारा ताल, कालीकोटका चुली मुगु राम्रा रारा ताल। हजुर हाम्रा गाउँमा तमी भन्छन्, तम्रा गाउँमा तिमी, लैजा स्याउरा सिमी, आइजा मेरा कर्णालीमा, लैजा स्याउरा सिमी, आइजा मे। र गाइज हामी चाहिँ अब सजरीबाट निस्क्यौँ। कति 12:30 भयो। अब हामी सुर्खेततिर लाग्दैछौँ। अब सुर्खेतको यात्रा, सुर्खेतबाट बस पाइन्छ न्यास। यसरी के हुन्छ। सल्लेरीबाट हामी त्यो दिन कालीकोटसम्म मात्र आइपुग्यौँ। कालीकोटमा हामी होटलमा बास बस्यौँ र भोलिपल्ट त्यही गाडीमा हामी सुर्खेत झऱ्यौँ। सुर्खेतमा हामी बजार घुम्यौँ, बुलबुले ताल हेऱ्यौँ र 4 बजेतिर काठमाडौँको नाइट बसको टिकट काट्यौँ र राति हामी नाइट बसमा सरेर काठमाडौँ फर्क्यौँ। काठमाडौँ हामी भोलिपल्ट दिउँसोको 3 बजेतिर आइपुगेका थियौँ। मुगु राम्रा रारा ताल, मुगु राम्रा रारा ताल, कालीकोटका चुली मुगु राम्रा रारा ताल।